ओके ल स्टार्ट गरौँ है क्लास अब ल हुन्छ हुन्छ आज हाम्रो इनपुट र आउटपुट स्टेटमेन्ट भनेर भन्ने छ युनिट 4 मा हैन युनिट 4 तपाईले सायद सबै टोटल पिडिएफ मारेर पठाउनु भयो जस्तो लाग्यो है हजुर हो युनिट 4 नि त यो हजुर 73 सम्म छ पेज नम्बर 63 देखि 10 पेज छोटो च्याप्टर छ क्या किनभने इनपुट आउटपुट स्टेटमेन्ट भनेर भनेको छ इनपुट आउटपुट स्टेटमेन्ट भन्नाले चाहिँ हजुर यस्तो यस्तो लाइनहरू स्टेटमेन्ट तपाईँले बुझिसक्नुभयो है एउटा कुनै पनि स्टेटमेन्टको एउटा लाइन हो हजुर होइन एउटा इन्स्ट्रक्सन जस्तो हो जसले केही काम गर्छ सर्टेन काम गर्छ होइन अनि स्टेटमेन्टको इन्डिङमा हजुर जहिले पनि सेमी कलन हुन्छ जस्तै इक्जाम्पल हेर्नुहुन्छ भने स्क्यानएफ होइन फर्मेट स्ट्रिङ आर्गुमेन्ट लिस्ट भनेर हेर्नुहुन्छ भने एउटा एउटा कुरा अन्तिममा सेमी कलनबाट इन्ड भइरहेको छ र यो होल लाइन छ यसले केही न केही तपाईँको इन्स्ट्रक्सन्सहरू यसले चाहिँ हाम्रो केही काम देखाउँछ भनौँ न होइन एउटा चाहिँ एक्सन गर्छ सर्टेनली सो यस्तो चाहिँ हामी स्टेटमेन्ट भनेर भन्छौँ सो यसमा चाहिँ इनपुट कसरी लिने होइन इनपुट कसरी दिने आउटपुट कसरी दिने भन्ने कुरा हो अब इक्जाम्पल भन्नुपर्दा मैले तपाईँलाई यु वान टु मेक अ प्रोग्राम 2 नम्बर एड गर्ने होइन बिएस कोडमै अब हामी देखाउँ तपाईँलाई सबैभन्दा बढी युज हुने एउटा नयाँ फोल्डर बनाइन्छ किनभने फाइल ओपन अ फोल्डर इनपुट आउटपुट भनेर भन्नु पर्यो फोल्डर छुट्टै मिक्स हुन्छ फेरि फोल्डर मैले चुज गरेँ यसमा नयाँ फाइल बनाएँ मैले बेसिक होइन बेसिक डट चाहिँ किन भन्दा बेसिक कुराहरू हुने भएकोले गर्दाखेरि एस्ट्रिक के अरे ह्यासट्यागले इन्क्लुड गरेर स्ट्यान्डर्ड इनपुट आउटपुटलाई मैले ल्याएँ है ल सो तपाईँको इनपुट आउटपुट लागि चाहिने होइन तपाईँले इनपुट आउटपुटलाई चाहिने भनेकै एसटिडिआइओ डट एच हेडर फाइल भनेको एसटिडिआइओ डट एच हो स्ट्यान्डर्ड इनपुट आउटपुट फाइल तपाईँले ल्याइसके पछाडि तपाईँलाई चाहिने बेसिक कुराहरू भएको छैन सर ए सुनसेयर भएको छैन भनेपछि त समस्या हो त फेरि गर्छु है हुन्छ सर हुन्छ अहिले भयो अझै भएको छैन सर बरु भने अलिकति स्लो रेस्पोन्स भइरहेछ जस्तो छ सो यो चाहिँ च्याप्टरवाला भयो होइन मैले अब भिएस कोडमा लान्छु कतिको सेयर हुन्छ यिनीहरूलाई अहिले भिएस कोड सेयर भयो कि छैन छैन सर अझै छैन नेट स्लो भएर हो कि अलिकति नेट स्लो भएर हो थोरै पर्खिनु भइहाल्छ होला त्यसो एकैछिन मात्रै पर्खिनु है त हिजो त्यो तपाईँकोमा स्क्रिन सेयर आएपछि मलाई भनिहाल्नु है ल यो इन्टरनेट स्लो भएरै हो भन्ने मैले पनि लाग्यो सेयर भयो त है कि छैन अझै भएको छैन सर अझै एकपल्ट रिजाइनै गर्नुपर्छ है के हुन्छ एकपल्ट रिजाइन गरिहेर्नु त यो हुन्छ हस् हस् म लिभ गरेँ है सर हुन्छ हुन्छ
ओके ल आवाज आयो होइन आएछ र अब एकपल्ट सेयर गरिहेर्छु है त ल अब कतिको हुन्छ हेरौँ स्क्रिन सेयर गरेँ मैले भिएस कोड आयो त अहिले तपाईँको स्क्रिनमा के देखाउँछ र अहिले एकैछिन है। हुन्छ मोबाइलबाट जोइन गर्नुपर्ने है हुन्छ मैले एडमिट गरिसकेँ तर पनि अहिले 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 आवाज आइरहेछ होइन हजुर हजुर सर अब अब स्क्रिन सेयर गर्नु त ल ल्यापटपबाट आउनु भएन अहिले हजुर हजुर ओके ठिक छ सो यति बेला देखिएको छ कि छैन स्क्रिन हजुर हजुर देखिरहेको सर अब देखिरहेछ अब क्लियर छ ल ल त्यसो हो भने अगाडि बढौँ हामी ओके मैले अहिलेसम्म के गरेको छैन है इन्क्लुड गरेँ हेडर फाइल stdio.h भन्ने अब हाम्रो च्याप्टरको नामै इनपुट आउटपुट भन्ने छ होइन इनपुट आउटपुट भनेपछि पहिलो कुरा त हामीलाई नर्मल्ली इनपुट लिन र आउटपुट दिएर आउनु पर्यो होइन र इनपुट आउटपुट लिनको लागि स्ट्यान्डर्ड इनपुट आउटपुट बाहेक पोसिबल छैन यदि तपाईँले यो स्ट्यान्डर्ड इनपुट आउटपुट राख्नुहुन्न मानलिउँ अर्को कुनै म्याथ डट एच भनेर राखिदिन्छु ल म्याथ डट एच भनेर राखिदिन्छु स्ट्यान्डर्ड इनपुटलाई हटाइदिन्छु म ल हजुर मैले के गरेँ भने इन्ट मेन भनेर बनाएँ एउटा मेन बिना पनि तपाईँको हुँदैन है मेन बिना पनि तपाईँको चाहिँ आउटपुटहरू के अरे मेन बिना पनि डिस्प्ले हुँदैन तपाईँलाई थाहा छँदैछ त्यो कुरा सो यहाँनिर के गरेको छ भन्दाखेरि 16.0लाई चाहिँ हामीले डबल फर्मेटमा है डबल भन्नाले तपाईँको फ्लोटको डबल भन्ने बुझ्नुहुन्छ नि होइन हेलो आवाज आएको छैन हो अहिले हेलो हजुर के त स्क्रिन सेयर भइरहेछ कि छैन अहिले हेलो
हजुर हजुर बुझेँ नि सर एक मिनट बुझेँ त्यही त यहाँ आइरहेछ सर आइरहेछ ओके मेरो आउनु त आइरहेछ भएको छ सबै क्लियर छ सर ढिलो आइरहेछ जस्तो छ किनभने मैले अघि सोधेको अहिले तपाईँले एन्सर दिँदै हुन्छ भने अलिक ढिलो भइरहेछ जस्तो छ आइरहेछ हजुर हजुर ओके हजुर ल कम ब्याक टु टपिक है अहिले सबैतिर नेट स्लो छ सर हजुर नेट स्लो भएर नि होला सायद ओके ल यहाँनिर भ्यालु भनेर चाहिँ हामीले के बनाएको छौँ भन्दा एउटा भेरिएबल बनाएको छौँ है भ्यालु चाहिँ जस्ट अ भेरिएबल होइन त्यो भेरिएबलमा 16.0लाई चाहिँ असाइन गरेको छ 16.0 भनेको कन्सट्यान्ट भइहाल्यो अनि डबल भनेको डेटा टाइप होइन फ्लोटको हजुर डबल डेटा टाइप भयो अब त्यस पछाडि सेकेन्ड लाइनमा हेर्नुहुन्छ भने चाहिँ के गरेको छ रिजल्ट भन्नेमा चाहिँ है यो भ्यालुलाई चाहिँ एसक्युआरटी भन्ने स्क्वायर रुट गर्छ है इट इज अ फङ्सन होइन स्क्वायर रुट भनेको तपाईँको फङ्सन अब एसक्युआरटी फङ्सन जुन छ हजुर यो फङ्सन त हामीले आफै डिफाइन गरेको त होइन यदि मैले एसक्युआरटी भन्ने फङ्सन डिफाइन गरेकै छुइनँ भने होइन एसक्युआरटीले काम चाहिँ कसरी गर्छ त भन्दाखेरि हेडर फाइल मैले इम्पोर्ट गरेको छु म्याथ डट एच भन्ने हेडर फाइल चाहिँ मैले इम्पोर्ट गरेको छु जसले गर्दाखेरि एसक्युआरटी स्क्वायर रुट भन्ने चाहिँ तपाईँको फङ्सन अटोमेटिकली कल गरिदिन्छ क्या स्क्वायर रुट फङ्सनभित्र के हुन्छ होला भन्दाखेरि अभियसली सिम्पल कुरा छ स्क्वायर रुटभित्र के हुन्छ भन्दाखेरि जुन पनि भ्यालु हुन्छ त्यो भ्यालुलाई स्क्वायर रुट गर्ने फर्मुला हुन्छ होइन त्यो फर्मुला लेख्नु परेन हामीले त्यही भएर स्क्वायर रुट गर्नु पर्यो भने अलिकति गाह्रो हुन्थ्यो है बिकज अफ एसक्युआरटी फर्मुला स्क्वायर रुट गर्न चाहिँ सजिलो हुन्छ अब मलाई चाहिँ हजुर यो प्रोग्रामको आउटपुट चाहियो होइन आउटपुट चाहियो भनेपछि रिजल्ट हजुर अन्तिममा भ्यालु हामीलाई जुन भ्यालु चाहिएको त्यो रिजल्टमा स्टोर भएर बसेको छ सो मैले यहाँ प्रिन्ट एफ गर्छु हजुर the square root of percentage 2f is percentage 2f यो percentage 2f ले होइन यो भ्यालुको भ्यालु देखाउँछ यानि कि भ्यालु भनेको 16 हो अनि यो सेकेन्डको पर्सेन्टेज 2f ले चाहिँ रिजल्टको भ्यालु देखाउँछ रिजल्टको भ्यालु भनेको अब 16 को स्क्वायर रुट गर्दाखेरि 4 आउनु पर्ने हो सो दिस सुड बी द आउटपुट होइन नर्मली हामीले हेर्ने हो भने ठिक छ यहाँसम्म हजुर ल यसलाई म कम्पाइल गर्छु जीसीसी बेसिक डट सी भनेर मैले कम्पाइल गरेँ अनि मैले कम्पाइल मात्रै होइन यसलाई चाहिँ मैले के गर्नु पर्यो भन्दा बेसिक भन्ने नाममा नै स्टोर गर्न मन लाग्यो मलाई होइन फर इक्जाम्पल भने हेर्नु त यहाँनिर एरर आयो है देख्नुभयो एरर आएको ओके सो एरर आउँदाखेरि मैले यो लाइन लेखेको अलिकति सानो देखिरहेको होला है ध्यान दिएर हेर्नु यो मैले लेखेको लाइन त यो हो होइन जिसिसी बेसिक डट सी बेसिक लेखेको यसको मतलब बेसिक डट सी भन्ने जुन हाम्रो फाइल छ यहाँ देखिरहेछ है यो बेसिक सी भन्ने जुन फाइल छ यसलाई कम्पाइल गर्नु है भनेर भने हो अब कम्पाइल गर्न सकेन किन सकेन भन्दा यसले रिजल्ट के दिन्छ भन्दाखेरि इन फङ्सन मेन यानि कि मेन फङ्सनभित्र यो मेन फङ्सन हो मेन फङ्सनभित्र भनेको मेन फङ्सनको ब्लकभित्र इनसाइड दिस मेन फङ्सन के छ समस्या भन्दाखेरि एरर चाहिँ इम्प्लिसिट डिक्लेरेसन अफ फङ्सन प्रिन्ट एफ भनेर भन्दैछ है यो प्रिन्ट एफ भन्ने फङ्सन चाहिँ इम्प्लिसिट डिक्लेरेसन भयो यसको मतलब के हो भने नि प्रिन्ट एफ भन्ने फङ्सनको मिनिङ सी प्रोग्रामिङ ल्याङ्ग्वेजलाई थाहा नै छैन भनेर भन्दैछ यस्तो पोसिबल छ त अहिलेसम्म हामीले त प्रिन्ट एफ गर्दाखेरि सधैँ मिनिङ थाहा भइरहेको थियो आज चाहिँ मिनिङ किन थाहा भएन सीलाई ल तपाईँलाई क्वेसन भयो है सीलाई प्रिन्ट एफको मिनिङ कसरी थाहा भएन भन्नु त क्यान यु टेल मी लाइन तपाईँले फर्स्ट लाइन हेर्नु है फर्स्ट लाइन हेर्नु सेकेन्ड लाइन हेर्नु केही छुटेको छ त हजुर इन्क्लुडिङ छैन सर फर्स्टमा चाहिँ म्याथ डट एचलाई हटाएर एसटिडिआई डट एच छैन त ल ठिक छ तपाईँले भनेको गरौँ है त हामी ल अब म के गर्छु भन्दाखेरि फर्स्टमा म्याथ डट एचलाई हटाइदिएँ मैले स्ट्यान्डर्ड इनपुट आउटपुट तपाईँले एन्सर चाहिँ मिलाउनु भयो है यो जुन
प्रिन्टएफ भन्ने फङ्सन छ, त्यो फङ्सनको डिफिनेसन चाहिँ यो जुन फङ्सन छ, यो प्रिन्टएफ भन्ने फङ्सनको डिफिनेसन चाहिँ तपाईँको math.h मा होइन stdio.h मा हुन्छ। यो कुरा ठिक हो है, यो कुरा एकदम ठिक हो। हजुर तर अब यो यसले अटोमेटिक सजेस्ट गरिरहेछ कि ठिक छ, तपाईँले भनेको कुरा ठिक हो। अब मैले यसलाई चाहिँ कम्पाइल गर्न खोजेँ भने ठिक आउँछ कि आउँदैन एन्सर, अथवा एटलिस्ट कम्पाइल हुन्छ कि हुँदैन भनेर चेक गर्न मन लाग्यो मलाई होइन। सो लेट्स सी। ओके, सो जिसिसी मैले भने, त्यस पछाडि basic.c भन्ने हाम्रो फाइलको नाम हो। यसलाई मैले चाहिँ बेसिक भन्ने ठाउँमा सेभ गर्न चाहन्छु। सो मैले इन्टर गरेँ भने फेरि समस्या आयो, फेरि समस्या आयो है। अब समस्या के आयो योपल्ट चाहिँ भन्छ अहिले भन्दाखेरि, मैले यहाँनिर डिफाइन गरेँ बेसिक भनेर, मेन फङ्सनभित्र एरर छ इम्प्लिट डिक्लेरेसन अफ फङ्सन स्क्वायर रुट। अघि प्रिन्टएफलाई इम्प्लिसिट डिक्लेरेसन भन्दै थियो, प्रिन्टएफको मिनिङ मलाई थाहा छैन भन्दै थियो। अब स्क्वायर रुटको मिनिङ मलाई थाहा छैन भन्दैछ। प्रिन्टएफको मिनिङ त उसलाई थाहा भयो, किनभने हामीले स्ट्यान्डर्ड इनपुट आउटपुट हेडर फाइललाई हामीले इन्क्लुड गऱ्यौँ। यसले गर्दाखेरि प्रिन्टएफको डेफिनेसन भेट्यो, तर स्क्वायर रुटको डेफिनेसन भेटेन। अब स्क्वायर रुटको डेफिनेसन भेटाउनलाई चाहिँ के गर्नुपर्छ त हामीले? हाउ सुड वी सल्भ दिस प्रब्लम? स्क्वायर रुटको डेफिनेसन भेटेन भन्छ, यस यो प्रब्लमलाई हामीले कसरी सल्भ गर्ने हो त? रुटको डेफिनेसन अघि फेरि त समस्या आएको थिएन। अघि math.h राख्दाखेरि स्क्वायर रुट चिनिराखेको थियो, भनेपछि तपाईँको प्रोग्राममा एउटा मात्रै हेडर फाइललाई इन्क्लुड गर्न पाइन्छ भन्ने रुल कहीँ पनि छैन है। यु क्यान इम्पोर्ट मल्टिपल हेडर फाइल्स। तपाईँले मल्टिपल हेडर फाइललाई इन्क्लुड गर्न सक्नुहुन्छ, मजाले सक्नुहुन्छ। math.h थप्नु पर्यो क्या तपाईँले। हो ठिक भन्नुभयो। हजुर math.h इन्क्लुड गर्नु पर्यो है, अनि चाहिँ यो प्रब्लमको सल्युसन निस्किन्छ। अब चाहिँ तपाईँले कम्पाइल गर्नुहुन्छ भने जिसिसी भने मैले, त्यस पछाडि मलाई फाइलको नाम चाहियो basic.c भनेर भने, अनि यसलाई मैले स्टोर गर्नु पर्यो बेसिक भन्ने नाममा। basic.exe बनाउन मन लाग्यो भने अब चाहिँ कम्पाइल भयो, र basic.exe हेर्नु त यहाँनिर बन्यो है। अघि basic.c मात्रै थियो, अब basic.exe पनि बन्यो है। अब यो basic.exe बनिसके पछाडि मलाई चाहिँ अब यसको आउटपुट चाहियो भने ./basic बेसिक भन्यो भने चाहिँ ल, द स्क्वायर रुट अफ 16 इज 4 भनेर भन्दैछ है। स्क्वायर रुट अफ 16.00 इज 4.00 भनेर भन्दैछ, किनभने हाम्रो फ्लोट टाइप भएकोले गर्दाखेरि हो है यस्तो भएको चाहिँ। ल 16 भन्ने स्क्वायर रुट, अनि यो द स्क्वायर रुट लाइन नम्बर 7 ले गर्दा आउटपुट आएको हो होइन। सो द स्क्वायर रुट अफ यो %2f को ठाउँमा भ्यालुको भ्यालु प्रिन्ट हुन्छ, भ्यालु भनेको 16 हो। इज भनेपछि यो %2f को ठाउँमा रिजल्टको भ्यालु प्रिन्ट हुन्छ। रिजल्टको भ्यालु भनेको स्क्वायर रुट अफ 16 हो, स्क्वायर रुट अफ 16 भनेको 4, वी नो द्याट भेरी वेल होइन। अनि 4 प्रिन्ट भयो, द स्क्वायर रुट अफ 16 इज 4। सो यसमा हामीलाई केही पनि समस्या छैन अहिलेसम्म, छ त समस्या? देयर इज नो प्रब्लम। अब यो खालको आउटपुट त हामीले गरिराखेकै हो, वी हेभ बिन डुइङ दिस आउटपुट फर अ भेरी लङ टाइम होइन। यो आउटपुट हाम्रो लागि नयाँ कुरा होइन, तर इनपुट चाहिँ हामीले एकदमै कम प्र्याक्टिस गरेको छौँ है। इनपुटको प्र्याक्टिस हामीले थोरै गरेको छौँ। अब मलाई के चाहियो भन्दाखेरि, सो वाट आई निड टु डु इज, डबल भ्यालु छ नि यो 16 भनेर यहाँनिर इनिसियलाइज गरेको छ, यसरी म इनिसियलाइज गर्दिनँ है। म इनिसियलाइज गर्दिनँ, भ्यालु भनेर मात्रै भन्छु यहाँनिर। आई विल से ओन्ली भ्यालु। ल भ्यालु भन्ने चाहिँ तपाईँको मैले डिक्लेयर गरेँ, आई जस्ट डिक्लेयर द भ्यालु। अब मैले चाहिँ भ्यालुको भ्यालु चाहिँ हालिनँ है। सो भ्यालु भनेको एउटा तपाईँको भेरिएबल भयो, त्यो भेरिएबलको भ्यालु असाइन गरेको छुइनँ। मलाई चाहिँ के गर्न मन लाग्यो अरे भन्दाखेरि, आई वान्ट माई ओन, मेरो चाहिँ आफ्नै मैले हाल्न नम्बर पाउनु पर्यो। मलाई चाहिँ 16 नै होइन, मलाई 20 हाल्न मन लाग्ला, मलाई 25 हाल्न मन लाग्ला, मलाई 100 हाल्न मन लाग्ला है, जति मन लाग्यो त्यति हाल्न पाउनु पर्यो मैले। र मैले हालेको भ्यालुलाई
मैले हालेको भ्यालुलाई चाहिँ यसले अटोमेटिकल्ली स्क्वायर रुट गरेर एन्सर निकालिदिनु पर्यो अरे है। त्यसको लागि चाहिँ के गर्नुपर्छ त मैले? हजुर हल्का तपाईँले के आइडिया लगाउनु त? त्यसको लागि मैले के गर्नुपर्छ? त्यसको लागि हामीले युजरसँग इनपुट माग्नुपर्छ है। के गर्नु पर्यो अरे? युजरसँग इनपुट माग्नु पर्यो। यो त प्रोग्राम हो नि त। प्रोग्रामले युजरसँग इनपुट माग्नु पर्यो, अनि युजरले इनपुट हाल्छ, त्यो दिएको इनपुटलाई क्यालकुलेट गरेर एन्सर निकाल्नु पर्यो है। हो, त्यही भएर चाहिँ हाम्रो च्याप्टरको नाम चाहिँ छ इनपुट आउटपुट स्टेटमेन्ट भनेर। यो प्रिन्ट एफ भनेको आउटपुट स्टेटमेन्ट हो। प्रिन्ट एफको पुरै लाइन भनेको आउटपुट स्टेटमेन्ट हो। मलाई यहाँनिर इनपुट स्टेटमेन्ट चाहियो। सो इनपुट स्टेटमेन्टको लागि चाहिँ कुन फङ्सन युज गरिन्छ कमनली? क्यान यु टेल मी? भन्नु त, कुन फङ्सन प्रयोग गरिन्छ होला त? गेट चार्ट। कुन भन्नुभयो? गेट ठिकै छ, गेट भन्ने फङ्सन छ है। बुकमा चाहिँ मैले छस्स हेर्दाखेरि तपाईँलाई फर्स्टमै गेट सीको बारेमा भनेको छ, तर अहिलेको स्ट्यान्डर्डमा है, यो टेक्स्ट बुक एकदम पुरानो छ। अहिलेको स्ट्यान्डर्डमा नर्मल्ली हामीले इनपुट लिनको लागि प्रयोग गर्ने राम्रो फङ्सन भनेको चाहिँ SCANF स्क्यानएफ हो है। तपाईँको बुझ्नुभयो? स्क्यानएफ इज द फङ्सन जुन चाहिँ अहिलेको स्ट्यान्डर्ड फलो गर्छ है। अब स्क्यानएफ गरिसके पछाडि सेम स्क्यानएफ गरिसके पछाडि ब्राकेट ओपन गर्ने, ब्राकेट क्लोज गर्ने, अनि अन्तिममा हुन्छ सेमिकोलन। तर यो एउटा फङ्सन हो। हेर्नु त, दिस इज द फङ्सन। स्क्यानएफ भन्ने एउटा फङ्सन हो नि त। स्क्यानएफ लेखेको छ, अनि सेमिकोलन स्टार्ट छ, सेमिकोलन इन्ड छ, आई मिन प्यारेन्थेसिस ओपन छ, प्यारेन्थेसिस क्लोज छ, अनि त्यसपछि मैले गरेको छु स्टेटमेन्टको इन्ड है, सेमिकोलनबाट। अब यो पनि प्रिन्ट एफ जस्तै हो क्या, दिस अल्सो लाइक प्रिन्ट एफ। मैले तपाईँलाई प्रिन्ट एफ देखाएँ भने पनि प्रिन्ट एफ पनि त यस्तै हुन्छ नि त। प्रिन्ट एफ यस्तो हुन्छ है, प्रिन्ट एफ पनि। हेर्नु त, सो प्रिन्ट एफ यस्तो हुन्छ। अनि प्रिन्ट एफको भित्र मैले चाहिँ के गर्छु भन्दाखेरि, फर इक्जाम्पल इन्टर नम्बर टु फाइन्ड द स्क्वायर रुट भनेर भन्छु होइन। इन्टर नम्बर टु फाइन्ड द स्क्वायर रुट भनेर भन्छु है। स्क्वायर एफलाई मैले एउटा हटाइदिएँ अहिलेको लागि, नहटाइ नि केही फरक पर्दैन ल, यति नै राखिदिउँ तपाईँलाई। सो यसलाई मैले कम्पाइल गरेर रन गर्न ट्राई गर्छु ल, यो प्रोग्रामलाई। अब सो लाइन नम्बर 5 मा मैले भ्यालु भनेर डिक्लेयर गरेको छु। त्यस पछाडि मैले स्क्यानएफ भनेर फङ्सन कल मात्रै गरेँ, नथिङ, मैले केही पनि गरिनँ। स्क्यानएफ भनेर फङ्सन कल गर्दै बस त्यति नै गरेँ। प्रिन्ट एफमा मैले इन्टर नम्बर टु फाइन्ड स्क्वायर रुट भनेर भने, यानि कि जस्ता कस्तै प्रिन्ट हुनु पर्यो। अनि डबलमा चाहिँ मैले के गरेँ भन्दाखेरि भ्यालुलाई स्क्वायर रुट गर्न ट्राई गरेँ। जब कि भ्यालु भने कति थाहा नै छैन। भ्यालु भनेको थाहा नै छैन भने स्क्वायर रुट चाहिँ कसरी गर्ने होइन, समस्या आउनु पर्ने हो। सो कम्पाइल गर्न ट्राई गर्दा चाहिँ कम्पाइल हुन्छ कि हुँदैन होला त, लेट्स सी है त ल। यता 25 लेख्नु थाल्यो फेरि, यहाँ लेख्नु पर्ने। ओके, जिसिसी यत्तिकै पनि एरर आइरहेछ है, यत्तिकै पनि प्रब्लम आइरहेछ। सो यो 100% एररै आउँछ, बिकज टु फ्यु आर्गुमेन्ट इन फङ्सन कल भनेर भन्दैछ। र पनि म तपाईँलाई गरेर देखाइदिन्छु है, एरर देखाओस् न यसले। जिसिसी बेसिक डट सी, बेसिक भनेर गरेँ। सो यसले एरर देखाइसकेको छ। मेन फङ्सनभित्र चाहिँ यसले फङ्सनको नाम के भन्दैछ हेर्नु है, के अरे एररको नाम के भन्दैछ भन्दाखेरि टु फ्यु आर्गुमेन्ट्स टु फङ्सन स्क्यानएफ। यसले आफै फङ्सन भन्दैछ स्क्यानएफलाई, यानि कि यो स्क्यानएफ भनेको फङ्सन हो अरे। यो स्क्यानएफ भन्ने फङ्सन कुन खालको फङ्सन हो? इज इट है, तपाईँलाई म सोध्दैछु, स्क्यानएफ भन्ने फङ्सन चाहिँ लाइब्रेरी फङ्सन हो कि युजर डिफाइन्ड फङ्सन? त कुन फङ्सन हो भन्नु त तपाईँले मलाई। What type of function is it? Is it a library function or user defined function? कुन खालको फङ्सन हो? युजर डिफाइन भन्नाले नर्मली हामी युजर डिफाइन भन्नाले हामीले आफै बनाएको फङ्सन भन्ने बुझ्छौँ होइन। अस्ति हामीले सम भन्ने बनाएको थियौँ, कमल भन्ने बनाएको थियौँ। दिज फङ्सन आर द युजर डिफाइन्ड फङ्सन। लाइब्रेरी फङ्सन भनेको अलरेडी भएको फङ्सन, जस्तै प्रिन्ट एफ भनेको अलरेडी भएको फङ्सन हो। स्क्वायर रुट भनेको अलरेडी प्रोग्राममै भएको फङ्सन हो।
स्क्यानएफ युजर डिफाइन्ड फङ्सन युजर युजर के भन्नुभयो युजर फङ्सन सर युजर डिफाइन्ड फङ्सन स्क्यानएफ युजर डिफाइन्ड फङ्सन हो भने हामीले स्क्यानएफ भनेर बनाउनु पर्यो नि त फङ्सन मैले यसरी स्क्यानएफ होइन SCANF स्क्यानएफ भनेर चाहिँ फङ्सन डिक्लेयर हजुर गरेर हजुर यसो गरेर होइन यस्तो मैले बनाएँ भने चाहिँ हो यसरी मैले के फङ्सन बनाउँछु भने चाहिँ यो युजर डिफाइन्ड फङ्सन हो तर मैले यसरी बनाइराख्नु पर्दैन स्क्यानएफलाई मैले यसरी बनाइराख्नु पर्दैन बिकज स्क्यानएफ भनेको चाहिँ स्ट्यान्डर्ड इनपुट आउटपुट भन्ने हेडर हजुर फाइलभित्र भएको लाइब्रेरी फङ्सन हो युजर डिफाइन्ड सर होइन होइन यो चाहिँ तपाईँको लाइब्रेरी फङ्सन हो लाइब्रेरी फङ्सन भन्नाले सीसँग स्क्यानएफको कोड अलरेडी छ मैले झुक्छु सर ल ल ल हाम्रो अलिकता चाहिँ इन्टरनेट कनेक्सनले गर्दा समस्या पनि भइरहेछ क्या मैले बोलेको लाइब्रेरी हो सर हजुर हजुर लाइब्रेरी हो है गुड गुड लाइब्रेरी हो एउटा समस्या चाहिँ के भइरहेछ भन्नुहुन्छ भन्दाखेरि मैले बोलेको तपाईँको आवाज ढिलो भइरहेछ तपाईँले बोलेको अजमेरमा ढिलो आइरहेछ अनि हामीलाई समस्या चाहिँ भइरहेछ पढ्नलाई अलिक केही न केही है ल अब म तपाईँलाई भनिहाल्छु स्क्यानएफ भित्र तपाईँ यहाँभित्र छिर्नुहुन्छ भने यसले के भन्दैछ भन्दाखेरि टु फ्यु आर्गुमेन्ट टु फङ्सन स्क्यानएफ यो आर्गुमेन्ट भनेको के हो भनेर बुझ्नुपर्छ है तपाईँले ल यो आर्गुमेन्ट भनेको चाहिँ कुनै पनि फङ्सनभित्र भएको कुरालाई फङ्सनको प्यारेन्थेसिसभित्र भएको कुरालाई आर्गुमेन्ट भनेर भन्छौँ है फेरि म रिपिट गर्छु कुनै पनि फङ्सनभित्र तपाईँले पहिला फङ्सन खोज्नु पर्यो अनि फङ्सनको प्यारेन्थेसिस खोज्नु पर्यो प्यारेन्थेसिस भनेको स्मल ब्राकेट होइन प्यारेन्थेसिसभित्र भएको टर्महरूलाई हामी आर्गुमेन्ट भनेर भन्छौँ र त्यो आर्गुमेन्टहरूलाई चाहिँ यो आर्गुमेन्ट छुट्टै हो त्यो आर्गुमेन्ट छुट्टै हो भनेर चाहिँ कमाले सेपरेट गर्छ कमालाई हामी सेपरेटर पनि भन्छौँ है ल अब तपाईँले के पत्ता लगाउनु पर्यो भन्दाखेरि यो प्रोग्राम यो 12 लाइनको 12वटा लाइन भएको एउटा प्रोग्राम छ त्यो प्रोग्रामभित्र फङ्सन कुन कुन छन् एक्ज्याक्टली तपाईँले त्यो प्रोग्रामभित्र भएको सबै फङ्सनहरू मलाई भन्नु त एकपल्ट Tell me all the functions. Include stdio dot h अनि त्यसरी include std के रे math dot h भनेको तपाईको इनपुट हुने भयो स्ट्यान्डर्ड इनपुट आउटपुट फंक्सन अनि यो त्यसरी यताको चाहिँ 4 नम्बरको मेन फंक्सन 5 नम्बरको 7 नम्बरको लाइब्रेरी फंक्सन स्क्यानएफ भन्ने फंक्सन भन्दा भयो है स्क्यानएफ इज अ मेन फंक्सन हो स्क्यानएफ फंक्सन हो अरु प्रिन्टएफ भनेको आउटपुट फंक्सन भनेको प्रिन्टएफ फंक्सन ल ठीक छ अर्को पनि एउटा अन्तिम छ हेर्नु त अर्को एउटा फंक्सन छ स्क्वायर रुट वाला अर्को प्रिन्टएफ नै छ सर 10 मा 10 मा प्रिन्टएफ छ स्क्वायर रुट पनि हो है तपाईले भर्खर भन्दै नि त स्क्वायर रुट पनि एउटा फंक्सन हो ल ठीक छ यहाँसम्म है सो तपाईले भन्ने अनुसार मेन फंक्सन व्हिच इज करेक्ट स्क्यानएफ फंक्सन व्हिच इज करेक्ट स्क्वायर रुट फंक्सन व्हिच इज करेक्ट र प्रिन्टएफ फंक्सन व्हिच इज करेक्ट है यो चारटा फंक्सन नै हो तर यो दुईटालाई चाहिँ हामी फंक्सन भन्दै जा हेडर फाइल छ है यिनीहरुलाई चाहिँ हेडर फाइल भनेर भन्छौं यिनीहरु फंक्सन चाहिँ हैन यो हेडर फाइल भित्र चाहिँ फंक्सन हुन्छ के यिनीहरु भित्र चाहिँ तपाईको के हुन्छ नि फंक्सन हुन्छ यसको छुट्टै लाइब्रेरी हुन्छ क्या तपाईको string.h math.h यिनीहरुको छुट्टै लाइब्रेरी यो चाहिँ फंक्सन भन्दा नि ठुलो कुरा हो के यिनीहरु है सो यिनीहरु भनेको हेडर फाइलहरु यिनीहरुलाई छोड्दिने सधैं यिनीहरुको अब कुरै गर्दैनौं हामीले हाम्रो फंक्सन भनेको मेन स्क्यानएफ प्रिन्टएफ र स्क्वायर रुट यो चारवटै जति पनि मैले छन् फंक्सन चारवटै फंक्सनहरु चाहिँ लाइब्रेरी फंक्सन दिस अल आर लाइब्रेरी फंक्सन्स ठीक छ यहाँसम्म यसमा पनि मेन भनेको चाहिँ अलिक स्पेशल छ यो प्रिन्टएफ स्क्यानएफ र स्क्वायर रुट भन्दा मेन फंक्सन अलिकति स्पेशल छ किनभने मेन फंक्सन भनेको चाहिँ तपाईको
एकदम बेसिक होइन। यो चाहिँ हाम्रो रन कोड हुने एरिया हो है भनेर भन्ने फङ्सन हो। सो मेनको काम चाहिँ ठ्याक्क त्यति नै हो भनौँ न अहिलेको लागि, हजुर स्थितिको लागि। भने यिनीहरूले चाहिँ स्पेसिफिक कामहरू पनि गरेर स्क्यानएफले अनि प्रिन्ट एफले हजुर र स्क्वायर रुटले स्पेसिफिक काम गरिरहेछन् है। ल त्यो स्पेसिफिक काम के हो भन्दाखेरि स्क्वायर हजुर रुटले गरेको स्पेसिफिक काम भनेको चाहिँ कुनै पनि भ्यालु आउँछ त्यो भित्र आएको भ्यालुलाई स्क्वायर रुट गरेर पठाइदिने काम हो स्क्वायर रुट फङ्सनको काम। र स्क्वायर रुट भित्र जुन तपाईँले भ्यालु लेखेको देखिराख्नु भएको छ यो भ्यालु हजुर भनेकै आर्गुमेन्ट हो। यो भ्यालु भनेकै के हो अरे? हजुर आर्गुमेन्ट हो। यदि यो हजुर आर्गुमेन्ट नहुने हो भने यानि कि आर्गुमेन्ट यो भ्यालु भन्ने भेरिएबल नहुने हो भने स्क्वायर रुटको काम नै छैन। स्क्वायर रुटले के को स्क्वायर रुट गर्ने त भन्ने कुरा त्यो चाहिँ दिन्छ आर्गुमेन्टले। अनि प्रिन्ट एफमा पनि तपाईँले खाली छोड्ने हो भने हजुर प्रिन्ट एफलाई खाली छोड्ने हो भने प्रिन्ट एफको कामै हुँदैन। जस्तै इक्जाम्पल मैले यहाँ प्रिन्ट एफ भनेर भन्छु अनि यसलाई मैले खाली छोडिदिन्छु भने प्रिन्ट एफको कामै छैन। बिकज प्रिन्ट एफलाई आफूभित्र केही न केही है प्रिन्ट एफलाई आफूभित्र केही न केही आर्गुमेन्ट चाहिन्छ ताकि उसले चाहिँ त्यो आर्गुमेन्टमा काम गर्न हजुर सकोस्। एटलिस्ट हजुर एउटा भए पनि आर्गुमेन्ट प्रिन्ट एफलाई पनि चाहिन्छ। एटलिस्ट एउटा आर्गुमेन्ट स्क्वायर रुटलाई पनि चाहिन्थ्यो है। तपाईँको स्क्वायर रुट पनि सेम हो। मैले भ्यालु भन्ने हटाइदियो भने हजुर यो स्क्वायर रुटले पनि केही गर्न सक्दैन। स्क्वायर रुट पनि हजुर केही गर्न सकेन, स्क्यानएफले नि केही गर्न सक्दैन, प्रिन्ट एफले नि केही गर्न सक्दैन। यिनीहरू सबैजनालाई केही न केही आर्गुमेन्ट चाहिन्छ। स्क्वायर रुटले लिन्छ एउटा मात्रै आर्गुमेन्ट, त्यो हजुर भनेको कुनै एउटा भेरिएबल। यो केसमा त्यो भेरिएबल भ्यालु हो। यो भ्यालु चाहिँ यो केसमा त्यो भेरिएबल हो। त्यस्तै प्रिन्ट एफ जुन छ त्यस्तै यो प्रिन्ट एफ जुन छ प्रिन्ट एफलाई एटलिस्ट एउटा आर्गुमेन्ट भए पनि हुन्छ। यो केसमा मैले यति नै राखिदिएँ हजुर है। लाइन नम्बर 10 मा हेर्नुहुन्छ भने मैले चाहिँ खालि यसरी तपाईँको दुईटा इन्भर्टेड कमा मात्रै राखेँ। यसको मतलब स्ट्रिङ एउटाकै स्ट्रिङ प्रिन्ट गर्छ तर त स्ट्रिङ हजुर खाली छ यो केसमा है। हजुर स्ट्रिङ हजुर खाली भयो भने प्रिन्ट त गरिरहेछ नि त होइन। हजुर मैले यसलाई ठुलो ग्याप दिँदै भने हजुर यस्तै ठुलो ग्याप प्रिन्ट गरिदिन्छ यसले है। लाइक दिस ठुलो ग्याप प्रिन्ट गरिदिन्छ। ओके सो अब मैले चाहिँ स्क्यानएफ भित्र पनि केही न केही त प्रिन्ट गर्नु पर्यो नि त है। स्क्यानएफ भित्र केही न केही त हुनु पर्यो नि त। स्क्यानएफ हजुर भित्र पनि मैले के गरेँ भन्दाखेरि यसरी एउटा स्ट्रिङ जस्तो दिएँ, जस्ट लाइक स्ट्रिङ। ल सो अब चाहिँ कुनै पनि फङ्सन खाली छैन। सबै फङ्सनभित्र हरेक फङ्सनभित्र केही न केही यहाँ भने जस्तो आर्गुमेन्ट छ है। यसले टु फ्यु आर्गुमेन्ट भनेर भन्दै थियो, आर्गुमेन्ट पुगेन भनेर भन्दै थियो। मैले सबै हजुर फङ्सनहरूमा चाहिँ आर्गुमेन्टहरू हालिदिएको छु। अब चाहिँ यसलाई म कम्पाइल गर्न खोज्छु जीसीसी बेसिक डट सी भनेर यसलाई म कम्पाइल गर्न ट्राई गर्छु। अब चाहिँ कम्पाइल भयो है। अब के भयो अरे कम्पाइल भयो र बेसिक अपडेट भइसकेको छ। यसलाई मैले रन गर्छु है। अब यसलाई म रन गर्छु BASIC भनेर रन गर्छु भने यसको आन्सर के आयो हेर्नु है। यो मैले रन गर्दाखेरि यसको आन्सर आयो इन्टर अ नम्बर टु फाइन्ड इट्स स्क्वायर रुट। इन्टर अ नम्बर टु फाइन्ड इट्स स्क्वायर रुट भनेर आयो। हजुर त्यो लाइन नम्बर 8 बाट आइरहेछ इन्टर अ नम्बर टु फाइन्ड इट्स स्क्वायर रुट भनेर आइरहेछ होइन। अनि स्क्वायर अर्को हेर्नु त यहाँनिर रुट ठुलो स्पेस आइरहेछ। यो स्पेस हजुर के भएर आयो? टेल मी वाइ इज दिस स्पेस कमिङ हियर? यो चाहिँ 10 नम्बरबाट अब प्रिन्ट एफ एक्ज्याक्टली 10 नम्बरबाट है। यो हेर्दाखेरि यो केही चाहिँ छैन 10 जस्तो नम्बरको देखिए आउटपुट पनि सर। झट्ट हेर्दा यहाँ केही छैन जस्तो देखिरहेछ। हजुर तर हेर्नु त स्पेस छ है। मैले यहाँ सिलेक्ट गर्दा देखिरहेको छ। यसो सिलेक्ट गर्छु भने यहाँ चाहिँ डट 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 जस्तो देखियो नि, यो सब स्पेस हो। दिज अल आर स्पेसेस। मैले स्पेस दिएको छु होइन, स्पेस हजुर आएको हो। अनि त्यस पछाडि द स्क्वायर रुट अफ पर्सेन्टेज टु एफ इज पर्सेन्ट टु एफ। पर्सेन्टेज टु एफ भनेको भ्यालु हो होइन। र त्यो भ्यालु हजुर भनेको चाहिँ हजुर कति हो भ्यालु भनेर मैले डिफाइन गरेको छु छैन। भ्यालु भनेर भनेको छु तर भ्यालु इक्वल्स टु 10, भ्यालु इक्वल्स टु 4, हजुर भ्यालु इक्वल्स टु 16 केही पनि भनेको छैन है। त्यही भएर भ्यालुको भ्यालु हजुर यसले 0 राख्दियो। भ्यालुको भ्यालु 0 छैन राख्दियो। अब मैले
यो जुन रिजल्ट भन्ने छ, रिजल्ट त कसरी निकाल्ने? भ्यालुलाई स्क्वायर रुट गरेर निकाल्ने हो होइन? अब भ्यालु नै छैन भने स्क्वायर रुट पनि त 0 आउने भयो नि त। सो त्यही भएर स्क्वायर रुट अफ 0 इज 0 आएको यहाँनिर चाहिँ। ल अब म तपाईँलाई सिकाउँछु यो भ्यालुको भ्यालु कसरी हाल्ने, अथवा एउटा कुनै पनि भेरिएबलमा रिजल्ट आउने हजुर भेरिएबलमा भ्यालु कसरी असाइनमेन्ट हामीले पहिला चाहिँ हजुर यहीँबाट गर्थ्यौँ। अब चाहिँ युजरलाई गर्न लगाउने के। अब चाहिँ युजरले हाल्छ अनि युजरले हालेको भ्यालुमा चाहिँ क्यालकुलेसन हुन्छ है। हजुर त्यस्तो खालको सिकाउन लागिरहेको छु मैले तपाईँलाई। सो अब चाहिँ म तपाईँलाई त्यस्तो गर्न सिकाउँछु। ल लाइन नम्बर 7लाई तपाईँले ध्यान दिएर हेर्नु ल। यसो गरेर मेरो डबल भन्ने नराख, इन्टिजर राखिदिनु कि सजिलो हुन्छ है। पहिला इन्टबाट सिकौँ अनि पछि डबलतिर जाउँ ल। पर्सेन्टेज डी राखिदिन्छु यहाँ तपाईँलाई सजिलो हुन्छ। अनि यहाँ पर्सेन्टेज राखेपछि यहाँ पनि पर्सेन्टेज डी हुनु पर्यो, अनि यहाँ पनि पर्सेन्टेज डी हुनु पर्यो। ल यति भएपछि प्रोग्राम हाम्रो इन्टिजरवालामा गयो। लाइन नम्बर 7मा भइरहेछ के भन्दाखेरि स्क्यानएफ भनेर भने स्ट्रिङभित्र मैले के राखेँ, पर्सेन्टेज डी राखेँ, किनभने मलाई इन्टिजर टाइपको भ्यालु हाल्न छ है। इन्टिजर टाइपको भ्यालु हाल्न छ र त्यो भ्यालु कुनमा हाल्ने हो त? मानलिम आई क्यान मेक मल्टिपल भेरिएबल, मैले अरू पनि भेरिएबल गर्न पाउँछु यहाँ एबिसी र भ्यालु भनेर आई हेभ 4वटा भेरिएबल्स। यहाँ चाहिँ म ए पनि छ, बी पनि छ, सी पनि छ, भ्यालु पनि छ। मसँग 4वटा भेरिएबल छ। यो 4वटा भेरिएबल मध्ये कुन चाहिँ भेरिएबलमा मैले भ्यालु हाल्ने हो त है, कुन चाहिँ भ्यालुमा चाहिँ युजरले भ्यालु हाल्ने हो त भन्ने कुरा दिनको लागि चाहिँ हामीले यहाँनिर त्यो भेरिएबलको नाम लेख्नुपर्छ है। अनि तपाईँले लाइन नम्बर 11मा हेर्नु त, द स्क्वायर रुट अफ पर्सेन्टेज डी इज पर्सेन्टेज डी भने पछाडि यो कमा हुन्थ्यो नि है, याद छ तपाईँलाई? यसरी कमा पछाडि हामी हेर्थ्यौँ। त्यस्तै यहाँ पनि एउटा कमा चाहिन्छ। जब तपाईँको यो सकिन्छ, इन्भर्टेड कमा सकिन्छ, हामीले चाहिँ इन्भर्टेड कमा सकेपछि कमा लेख्नुपर्छ। कमाको काम के भन्दा सेपरेटर। के सेपरेट गर्छ कमाले भन्दाखेरि आर्गुमेन्टहरूलाई सेपरेट गर्छ। यसको मतलब के हो भने यो पर्सेन्टेज डी भएको स्ट्रिङ एउटा आर्गुमेन्ट हो, यो अर्को आर्गुमेन्ट हो। देयर आर 2 आर्गुमेन्ट्स इन लाइन नम्बर 7। लाइन नम्बर 9मा भएको स्क्वायर रुट फङ्सनमा चाहिँ एउटा मात्रै आर्गुमेन्ट थियो। अब तपाईँले मलाई के भन्नु भन्दाखेरि है, क्वेसन फर यु, यो लाइन नम्बर 11मा भएको फङ्सन जुन छ प्रिन्टएफ भन्ने फङ्सनभित्र कतिवटा आर्गुमेन्टहरू छन् भनेर भन्नु त तपाईँले मलाई। How many arguments are there all together? हुन्छ स्क्वायर रुट 3 आउँछ। पर्फेक्ट है। कसरी काउन्ट गर्नुभयो 3वटा? कसरी पुऱ्याउनु भयो? द स्क्वायर रुट अफ पर्सेन्ट डी वाला त्यहाँबाट एउटा भ्यालु अनि रिजल्ट। हो एक्ज्याक्टली है। यो इन्भर्टेड कमा सुरु भएदेखि इन्भर्टेड कमा इन्ड भएसम्म एउटा आर्गुमेन्ट हो यो होइन, स्ट्रिङवाला आर्गुमेन्ट हो यो। त्यसपछि कमा आयो, कमा पछि भ्यालु यो सेकेन्ड आर्गुमेन्ट हो, फेरि कमा आयो, रिजल्ट थर्ड आर्गुमेन्ट हो। तपाईँको सेपरेटरमा ध्यान दिनुपर्ने हुन्छ है। कतिवटा आर्गुमेन्ट छ भनेर पत्ता लगाउनको लागि तपाईँले सेपरेटर भन्ने कुरा हेर्नुपर्ने हुन्छ। सो देयर आर अल टुगेदर 3 आर्गुमेन्ट विच इज नट नो डाउट्स है। त्यसरी डाउटै छैन हामीलाई। ल ठिक छ, पर्फेक्ट भन्नुभयो तपाईँले। अब लाइन नम्बर 7मा आउँदाखेरि लाइन नम्बर 7मा चाहिँ के भइरहेछ भन्दाखेरि तपाईँले अर्को सब स्क्यानएफ भनेको त फङ्सन हो होइन, त्यसपछि प्यारेन्थेसिस ओपन र प्यारेन्थेसिस क्लोज त फङ्सनको प्रपर्टी नै हो, बुझिहाल्नुभयो होइन। अनि इन्ड अफ स्टेटमेन्ट हो यो भनेको, यसले फङ्सनलाई कल पनि गर्छ, फङ्सन कल गरेको भन्ने कुरा हामीलाई थाहा हुन्छ। अनि अगाडिको यो इन्भर्टेड कमादेखि सुरुदेखि इन्डिङसम्म जुन छ यो एउटा स्ट्रिङ हो होइन, स्ट्रिङभित्र पर्सेन्टेज लेखेको छ। पर्सेन्टेज डी भनेको फर्मेट स्पेसिफायर हो है। यो कुरा तपाईँलाई सोध्छ एक्जाममा, फर्मेट स्पेसिफायरको बारेमा। फर्मेट स्पेसिफायर फर इन्टिजरको लागि हो होइन।
अनि यो भ्यालु भनेको चाहिँ भेरिएबल हो। यो भ्यालुको ठाउँमा मैले ए पनि लेख्न पाउँथेँ, बी पनि पाउँथेँ, सी पनि पाउँथेँ, जुन पनि लेख्न पाउँथेँ। तर मैले भ्यालु नै किन लेखेँ भन्दाखेरि स्क्वायर रुटभित्र त भ्यालु छ नि त, मलाई भ्यालुलाई स्क्वायर रुट गर्नु छ। अनि मैले यहाँ प्रिन्ट एफमा पनि भ्यालु छ, त्यही भएर मैले भ्यालु युज गरेको हो। तर यहाँ अर्को पनि एउटा कुरा छ, यो एम्परस्यान्ड भन्ने छ। यो एम्परस्यान्ड चाहिँ के हो त? वाट इज दिस एम्परस्यान्ड? एन्ड ल्याछ नि यसलाई हामी एम्परस्यान्ड भन्छौँ है। यो एम्परस्यान्ड चाहिँ के हो त? हजुर वाट इज द एम्परस्यान्ड? अस्ति पनि मैले तपाईँलाई एकपल्ट एम्परस्यान्डको कुरा भनेको छु पोइन्टर पढाउँदाखेरि, सम्झिनु त? पोइन्टर पढाउँदा मैले एम्परस्यान्डको बारेमा अलिक तपाईँलाई छस्स भनेको छु। सकिन्छ यो त है, बिर्सिनु भयो होला, ठिकै छ, म तपाईँलाई सम्झाउँछु फेरि, नो प्रब्लम। मैले के भनेको थिएँ भन्दाखेरि तपाईँलाई त्यो बेला ठिक छ, यो तपाईँको मेमोरी भयो, यस्तो हुन्छ मेमोरी होइन। माथि लेफ्टपट्टि एड्रेस, राइटपट्टि डेटा हुन्छ। सो मैले ए भन्ने चाहिँ एड्रेस बनाएँ अरे होइन। सो एमा मैले 7 राखेँ है। तर यो जुन पोइन्टर पढ्दाखेरि चाहिँ स्टार भनेर अगाडि आयो, भेरिएबलको अगाडि चाहिँ स्टार भनेर अगाडि आयो भने चाहिँ यो पोइन्टर टाइपको भेरिएबल हुन्छ भनेर बनाएको थिएँ है। मानिलिउँ स्टार बी भनेर आयो भने यो पोइन्टर टाइपको भेरिएबल हो भनेपछि बी चाहिँ तपाईँको पोइन्टर भयो। अनि यदि तपाईँलाई एम्परस्यान्ड अफ ए भनेर भन्छ, यदि कसैले तपाईँलाई एम्परस्यान्ड अफ ए भनेर भन्छ भने ए को एड्रेस, एम्परस्यान्ड भनेको मैले तपाईँलाई के भनेको थिएँ? एड्रेस हो है भनेर भनेको थिएँ होइन। यो भेरिएबल हो, यो कन्स्ट्यान्ट हो। तर रियल लाइफमा हेर्ने हो भने यो लोकेसनहरू कस्तो 100 होइन, 101 भन्ने यस्तो खालको चाहिँ तपाईँको एड्रेसहरू हुन्छ। 102 भन्ने चाहिँ तपाईँको के हुन्छ अरे? एड्रेसहरू हुन्छ। सो तपाईँले चाहिँ अब बीमा चाहिँ ए को भ्यालु, बीमा चाहिँ तपाईँले ए को भ्यालु नहालेर नर्मली ए मात्रै भएको भए ए को भ्यालु आउँथ्यो भने एम्परस्यान्ड भइसके पछाडि चाहिँ ए को लोकेसनको भ्यालु राख्नुपर्ने हुन्छ है। याद आयो तपाईँलाई? एम्परस्यान्ड भनेको एड्रेस है, एम्परस्यान्ड भनेको तपाईँको एड्रेस भनेर अब सम्झिनुहुन्छ है तपाईँले सधैँ? एड्रेस ओके ल। यहाँनिर यो के समस्या हुन्छ भने नि, तपाईँले भ्यालु त भन्नुहुन्छ तर भ्यालु भन्ने भेरिएबल खासमा भेट्टाउन सजिलो हुँदैन। त्यही भएर तपाईँले चाहिँ यो एन्ड चाहिँ एड्रेसको लागि प्रयोग गर्नुहुन्छ कि। सो भ्यालुको एड्रेस भन्न खोजेको यो है, के न के इन्टिजर भ्यालु चाहिँ दिनुपर्छ त्यहाँ। त्यस्तो हो। सो हामीले यहाँनिर हेर्नुहुन्छ भने यही बिगामा पनि हेर्नुहुन्छ भने एबिसी र भ्यालु बनाएको छ नि त। ए भन्ने बन्यो, सी भन्ने, ए भन्ने बन्यो, बी भन्ने बन्यो, सी भन्ने बन्यो र भ्यालु भन्ने बन्यो है। सो देयर आर अल टुगेदर कतिवटा भेरिएबल काउन्ट गर्नु त? काउन्ट गर्नु कतिवटा बन्यो टोटल? 3टा। एबिसी र भ्यालुले 3टा भयो। 4वटा सर। टोटल 4टा बन्यो है। ल ठिक भन्नुभयो। सो टोटल 4वटा चाहिँ भेरिएबल बनेको छ। यो 4वटा भेरिएबलमा न ए को, न बी को, न सी को, न भ्यालुको कसैको पनि कन्स्ट्यान्टहरू असाइन भएको छैन है। नन अफ देम ह्याभ द कन्स्ट्यान्ट असाइन्ड। अब के हुन्छ भन्दाखेरि यहाँ यो ए को भ्यालु पनि खाली छ, बी को भ्यालु पनि खाली छ, सी को भ्यालु पनि खाली छ। तर खाली भए तापनि है, खाली त छ तर खाली भए तापनि एउटा चाहिँ के छ कुरा भन्दाखेरि अटोमेटिकली यसमा एउटा स्पेस है अथवा एउटा स्टोरेज भनौँ न, एउटा सर्टेन अमाउन्ट अफ स्टोरेज चाहिँ एलोकेट गरेर राखिदिएको हुन्छ। ए को लागि पनि, बी को लागि पनि, सी को लागि र भ्यालुको लागि पनि, 4टै भेरिएबलको लागि एउटा सर्टेन अमाउन्ट अफ स्टोरेजको लागि लोकेसन चाहिँ एलोकेट गरिदिएको हुन्छ। ल तपाईँले मलाई भन्नु त एमा कति स्टोरेज यसको लागि रिजर्भ गरेर बस्छ, बी को लागि कति स्टोरेज रिजर्भ गरेर बस्छ,
सी को लागि कति र भ्यालुको लागि कति स्टोरेज भएर बसेको हुन्छ भन्नु त? कति कति स्टोरेज भएर बसेको हुन्छ भन्ने कुरा चाहिँ डेटा टाइप हेरेर थाहा हुन्छ है। इट इज नोन बाई वाचिङ द डेटा टाइप, र डेटा टाइप इन्टिजर छ, चारवटैको डेटा टाइप इन्ट छ, आइएनटी हुन्छ। कति हुने भयो? अब तपाईँले अब चाहिँ सक्नु पर्यो है, कति हुन्छ भन्नु त? सो नर्मल्ली इन्टिजरको खासमा चाहिँ 2 बाइट हो होइन। एक्चुअली इन्टिजरले 2 बाइट लिन्छ, तर लङ इन्टिजर तपाईँले यो टोटल सबै टोटल गरिदिनु भएछ है। ए को लागि मात्रै कति, बी को लागि मात्रै कति, सी को लागि मात्रै कति र डी को लागि मात्रै कति, भ्यालुको लागि कति भन्ने कुरा गरेको थिएँ मैले चाहिँ। हजुर, त्यसको 2 बाइट छ। 2 बाइट है। यो तर मलाई एउटा के शङ्का लागिरहेछ भने नि, इन्ट गर्दाखेरि लङ इन्टिजर, आजकल लङ इन्टिजर गर्न थालेको जस्तो लागिरहेछ क्या मलाई। साइज अफ कहाँ थिच्यो, 3टा 4टा। ल यहाँ मैले के गरेँ भने एउटा 2टा 3टा 4वटाको लागि 4टा उ गर्नु बनाएँ है। पर्सेन्टेज जेट्युले चाहिँ नर्मली साइज अफको लागि काम गर्छ। साइज अफ साइज अफ साइज अफ साइज अफ साइज अफ ए साइज अफ बी साइज अफ सी साइज डी। यसलाई मैले प्रिन्ट गरेँ भने थाहा हुन्छ कि कति छ भनेर है। सो यसलाई म प्रिन्ट गर्छु, जीसीसी बेसिक डट सी हो, बेसिक भनेर गरेँ। कम्पाइल भयो है, यो त भर्खर कम्पाइल भइसक्यो। कम्पाइल भएपछि रन पनि गर्नु पर्यो मैले। बेसिक भनेर रन गर्दाखेरि हेर्नु त आजकल उयोले के गर्न थालेछ भन्दाखेरि साइज अफ इन्टिजर 4 बाइट्स 4 बाइट्स 4 बाइट्स 4 बाइट्स है। हजुर, इन्ट भन्दा अटोमेटिकली लङ यस्तो इन्ट भन्दाखेरि चाहिँ लङ इन्टिजर कसरी गर्न थालेछ कि। सो मैले यसलाई सर्ट भन्यो भने चाहिँ एसएचओआरटी सर्ट भन्न नि पाइन्छ है। सर्ट भनेको चाहिँ सर्ट इन्टिजर हो। फेरि यसलाई मैले सर्ट इन्ट भन्यो भने चाहिँ फेरि गर्छु ल मैले। अब म जीसीसी बेसिक यसो गरौँ, यो हाम्रो यसरी झन्झट हुन्छ, सिधै यहाँबाट रन कोड गर्दा नि हुन्छ कि। रनिङ टाइम लाग्यो अहिले, यो एरर आउनलाई होला यस्तो भएको। रनिङमै अड्क्यो, टर्मिनलबाटै गर्नु पर्यो। जीसीसी बेसिक डट सी केमा एरर आयो त? पर्मिसन डिनाइड, क्यानट ओपन फाइल, अपडेट फाइल ओपन गर्न सक्दिनँ भन्न थाल्यो त, किन यस्तो भयो? पचपन्न सेकेन्ड लागेछ यति गर्न। फेरि ट्राई गरौँ, जीसीसी बेसिक डट सी बेसिक। अहिले त कम्पाइल भयो है, अहिले कम्पाइल भयो। सो लेट्स सी नाउ। ओके, यहाँ हेर्नु त, 2 बाइट 2 बाइट 2 बाइट 2 बाइट 2 बाइट। सो इन्टिजरमा सर्ट भन्नु भने चाहिँ है, सर्ट भन्नु भने चाहिँ 2 बाइट 2 बाइट 2 बाइट 2 बाइट 2 बाइट लङ इन्टिजर होइन कि, लङ इन्टिजर इन्ट मात्रै भन्नु, इन्टिजर मात्रै भन्यो भने चाहिँ 4 बाइट 4 बाइट 4 बाइट 4 बाइट 4 बाइट, यो इन्टिजर नै हो तपाईँको सर्ट भनेको नि। लङ भन्दा 8 बाइट पुऱ्याउँछ क्या यसले लङ भनेर भनिदियो भने चाहिँ कति पुग्छ त?
हजुर के भन्नुभयो? नेट क्या नेट लास्टै नेट डिस्टर्ब हुने नेटले चाहिँ एकदम दुःख दिएको छ, साँच्चैको धेरै दुःख दिएको छ नेटले चाहिँ। सो यहाँ है लङमा नि 4 बाइटै आयो। सो खासमा सर्ट इन्टिजर गर्दाखेरि 2 बाइट, लङ इन्टिजर गर्दा 4 बाइट, र इन्ट मात्र लेख्नु भयो भने है तपाईँको यस्तो हो कि इन्ट मात्र लेख्नु भयो भने चाहिँ यसले अटोमेटिकली सर्ट हो कि लङ आफै आफै असाइन गरिदिने हो कि। इन्ट मात्र लेख्यौँ भने हाम्रो कन्ट्रोलमा हुँदैन, प्रोग्रामले आफै सर्ट गर्ने कि लङ गर्ने भनेर डिसाइड गरिदिन्छ। सो म्याक्सिमम् मैले अहिलेसम्म हामीले है तपाईँहरूमा पढ्दाखेरि यो टाइममा चाहिँ जति पनि मैले इन्ट गर्छु, इन्ट गर्दाखेरि 4 बाइट नै असाइन गरिदिइरहेको छ क्या इन्टिजरलाई मात्रै, यानि कि इन्टिजरलाई लङ इन्ट मानिदिरहेछ। यो चाहिँ तपाईँको कम्पाइलरले गर्दाखेरि हो। सो पहिला चाहिँ अलिक स्पेस अलिकति बढी हुन थाल्यो नि त। सो पहिला प्रोग्रामिङ गर्दाखेरि मैले चाहिँ इन्टिजर मात्रै भन्दा 2 बाइट बढी लिइरहेको हुन्थ्यो कि, किनभने सर्ट इन्टिजरपट्टि अलिक ढल्किरहेको हुन्थ्यो, स्टोरेज सेभ गर्नको लागि सर्ट इन्ट लिइदिरहेको हुन्थ्यो, त्यो खालको कन्ट्रास्ट देखिन्थ्यो होइन। त्यही भएर इक्जाममा चाहिँ अब तपाईँले इन्ट मात्रै भन्नु भने 4 चाहिँ नलेखिदिइहाल्नु, 2 बाइटै लेख्ने हो। तपाईँलाई अब इलाबोरेट गर्न मन लाग्यो भने सर्ट इन्टिजरले चाहिँ 2, लङले 4 भनेर गर्दाखेरि बेटर हुन्छ है। ल सो हामीलाई मेन भनेको साइजसँग खासै ठुलो मतलब चाहिँ होइन, यो साइज जतिसुकै होस् है, दिस इज नट आवर कन्सर्न। हाम्रो मेन कन्सर्न चाहिँ के हो भन्नुहुन्छ भन्दाखेरि यहाँनिर हेर्नु त तपाईँले यो इन्ट 4 है, तपाईँको इन्ट 4 बाइट 4 बाइट 4 बाइट 4 बाइट 4 बाइट भनेर आयो नि। त्यस पछाडि यहाँनिर तपाईँलाई एउटा सेतो रङको है, सेतो कलरको यस्तो ठुलो केही पर्खेर बसिरहेछ, हेर्नु त, देख्नुभयो? खासमा यो इनपुटमा आएको है, यो यसले गरेको के भन्नुहुन्छ भने यो इनपुटमा आएको तपाईँको, ठिक छ। सो इनपुट तपाईँले किन मागो, यो किन अड्क्यो, किन केही पनि देखाएन, पहिला जस्तो कहिले पनि हुँदैन थियो। यो माथिदेखि त्यस्तो भइरहेको थियो, मैले तपाईँलाई स्किप गरेर थियो अघिदेखि चाहिँ। यो किन यस्तो भइरहेछ भन्नुहुन्छ भन्दाखेरि हामीले होइन यो 6 नम्बर मैले भर्खर यो हटाइदिएँ तपाईँलाई, यो हटाउनु नपर्ने हो, मैले एकैछिन राखेँ ल। लाइन नम्बर 6 मा एबिसिडी है, मैले लाइन नम्बर 6 मा जब कर्सर पुग्छ के हुन्छ भन्दाखेरि यस्तो हुन्छ है। जब कर्सर पुग्छ लाइन नम्बर 6 मा के हुन्छ भन्दाखेरि यो स्टोरेजमा जे भइरहेछ अहिले त्यो कुरा हुन्छ है रियल लाइफमा। त्यस पछाडि जब लाइन नम्बर 7 मा पुग्छ, लाइन नम्बर 6 मा साइज अफ इन्ट भनेर यो कुरा प्रिन्ट गर्छ, त्यो यसले गरिसक्यो, साइज अफ इन्ट भन्ने कुरा प्रिन्ट गरिसक्यो। लाइन नम्बर 8 मा आउँदाखेरि स्क्यान एफ भनेर भनौँ। स्क्यान एफ भनेको चाहिँ इनपुट फङ्सन हो के है। तपाईँले यो कुरा बुझ्ने बित्तिकै च्याप्टर सकिहाल्छ क्या। यो इनपुट आउटपुट स्टेटमेन्ट छ नि, इनपुट आउटपुट स्टेटमेन्टमा इम्पोर्टेन्ट एउटा कुरा मात्रै हो, इनपुट कसरी लिने, आउटपुट कसरी दिने। आउटपुट दिन तपाईँलाई अलरेडी आउँछ, आउटपुट दिन तपाईँलाई आउँछ, तपाईँलाई इनपुट लिन आउँदैन। स्क्यान एफ बुझ्ने बित्तिकै च्याप्टर सकिन्छ क्या तपाईँलाई। स्क्यान एफले चाहिँ तपाईँको इनपुट लिन्छ है, कम्प्युटरले इनपुट लिन्छ, कम्प्युटर भन्दा यो इनपुट लिन्छ। सो यसले चाहिँ तपाईँको इनपुट मागिराखेको छ क्या अहिले। अहिले यो पिलिक के गरेको भन्नुहुन्छ भन्दाखेरि यसले इनपुट मागेको, पिलिक त गरेको छैन, एउटा सेतो धब्बाएर बसिरहेछ, यसले इनपुट मागिरहेछ। अब कस्तो खालको कुन डेटा टाइपको इनपुट मागिरहेछ भन्नु त, कुन डेटा टाइपको इनपुट मागिरहेछ? इन्टिजर टाइपको हो। त्यो कसरी थाहा भयो? त्यो फर्मेट स्पेसिफायर त्यो पर्सेन्टेज हेरेर। एक्ज्याक्टली, पर्सेन्टेज डी हेरेपछि थाहा भयो कि यसले इन्टिजर टाइपको इनपुट मागिरहेछ भनेर। अब इनपुट हालिदिन्छु है म यसलाई, म किन के हालिदिन्छु ल। लेट्स से आई वान्ट टु पुट 25 एउटा इन्टिजर हो, मैले 25 भनेर हालिदिएँ, इन्टर गरेँ। अब मैले जब यो 25 इन्टर गरेँ यो लाइनमा, यहाँनिर 25 भनेर इन्टर गरेँ, के भयो भन्दाखेरि है ए भन्ने पनि भेरिएबल छ, बी भन्ने पनि छ, सी भन्ने पनि छ, भ्यालु पनि छ। यो एबिसी र भ्यालु मध्ये कुन चाहिँमा गएर चाहिँ है, कुन चाहिँमा गएर चाहिँ 25 भन्ने भ्यालुलाई असाइन गर्ने त? पहिला त हामी a = 5 b = 6 डाइरेक्ट लेख्थ्यौँ, अहिले त त्यस्तो लेखेको छैन। अहिले त हामीले आफै इनपुट हाल्यौँ किबोर्डबाट। मैले हालेको 25 भन्ने इनपुट चाहिँ यो चारवटा मध्ये कुन चाहिँ भेरिएबलमा गएर स्टोर हुन्छ?
एमा हुन्छ होला सर एमा चाहिँ रिजन चाहिँ थाहा भएन क्या है एक्ज्याक्टली भ्यालुमा हुन्छ म भनौँ कसरी किनभने स्क्यानएफ फङ्सनभित्र एउटा आर्गुमेन्ट पर्सेन्टेज डी भनेको कुन डेटा टाइपको लिने भन्ने कुरा डिफाइन गर्छ जसमा हामीले 25 हाल्यौँ अर्को आर्गुमेन्ट भ्यालु भन्नेले चाहिँ कुन चाहिँ भेरिएबलमा है कुन चाहिँ भेरिएबलमा त्यो भ्यालुलाई राख्ने भन्ने कुरा डिफाइन गर्छ त्यही भएर भ्यालुमा चाहिँ ठिक छ यहाँनिर चाहिँ भ्यालुभित्र चाहिँ 25 भनेर लेखिन्छ तर यो भ्यालु चाहिँ कहाँ छ भनेर भेट्न खासमा सजिलो हुँदैन त्यो भेट्न सहयोग गर्छ एम्परस्यान्डले यानि कि 100 फो लोकेसनमा छ भनेर एम्परस्यान्डले भनिदिन्छ अनि त्यस पछाडि बल्ल भ्यालुभित्र 25 भनेर छिर्छ है सो यो एम्परस्यान्ड लेख्नु भएन भने पनि तपाईँको एरर आउँछ एम्परस्यान्ड कम्पलसरी हो यहाँनिर बुझ्नुभयो बुझ्नुभयो है बुझ्यो सर ल यहाँसम्म बुझ्यो लाइन नम्बर 6 भनेको लाइन नम्बर 6 भनेको यो 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 जुन तपाईँको मेमोरी छ मेमोरी बन्यो मेमोरी बनेर एबिसी र भ्यालु भन्ने चाहिँ चारवटा भेरिएबल बने र चारटै भेरिएबलमा होइन दुई 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 बाइट हुनुपर्ने यहाँ चार 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 बाइट असाइन भएको छ त्यस पछाडि सेकेन्ड स्टेपमा साइज अफ इन्टिजर भनेर चाहिँ मोनिटरमा प्रिन्ट हुन्छ क्या यो चाहिँ मेमोरीमा भयो होइन काम तपाईँको 6 नम्बरको काम मेमोरीमा भयो भने 7 नम्बरको काम चाहिँ केमा हुन्छ अरे मोनिटरमा हुन्छ तपाईँको मोनिटरमा प्रिन्ट हुन्छ है मोनिटरमा प्रिन्ट भयो लाइन नम्बर 6 लाइन नम्बर 7 चाहिँ केमा हुन्छ भन्दाखेरि लाइन नम्बर 7 को काम चाहिँ अब इनपुट डिभाइस किबोर्डको काम हो चाहिँ इट इज अ वर्क अफ किबोर्डसँग माग्छ अहिले पर्सेन्टेज डी को भ्यालु केसँग माग्छ किबोर्डसँग माग्छ सो मैले किबोर्डबाट 25 भनेर टाइप गरेँ 25 भनेर टाइप गरिसकेपछि हामीले टाइप गरेको भ्यालुलाई असाइन पनि गरिदिनुपर्छ र त्यो काम हुन्छ मेमोरीमा है बुझ्नुभयो लाइन नम्बर 7 मा मैले तपाईँहरूलाई लाइन नम्बर 7 मा के भने मोनिटरको काम हुन्छ भन्दै गर्दा लाइन नम्बर 7 मा हेर्नु त मोनिटर बाहेक है मोनिटर बाहेक तपाईँको मेमोरीको पनि काम चाहिँ भइरहेको हुन्छ है जस्तै यसलाई चाहिँ म सिम्पल गरिदिन्छु ल ए को भ्यालु चाहिँ मैले 5 भनेर भनिदिएको ए को भ्यालु चाहिँ मैले 5 भनेर भनेको थिएँ अरे ठिक छ सो लाइन नम्बर 6 मा ए को भ्यालु 5 भन्नुको मतलब यहाँनिर गएर 5 स्टोर हुनु हो यो बुझ्नुभयो बुझ्नुभयो है अनि मैले यत्रो लामो कुरा नलेखेर यहाँनिर सानो कुरा लेख्न पाउँछु भ्यालु अफ ए भनेर भन्न पाउँछु नि त होइन सो मैले भ्यालु अफ ए भन्दै गर्दाखेरि ए को भ्यालु प्रिन्ट त हुन्छ यानि कि मोनिटरमा देखिने हो नि त यो कुरा तपाईँ केमा देखिन्छ मोनिटरमा देखिन्छ होइन यो लाइन नम्बर 11 को काम छैन यसलाई भाइ याद राखिरहेको छौँ यसलाई मैले हटाइदिन्छु यसलाई म पहिला कम्पाइल गर्छु ल जीसीसी basic.c अनि ओ गरेर कम्पाइल गरिदिएँ कम्पाइल गरिसके पछाडि मैले तपाईँलाई अस्ति एउटा कुरा भनेको थिएँ है यो कुरा हामीले यो एप्लिकेसन बनाएको खासमा वी आर मेकिङ एप्लिकेसन र त्यो एप्लिकेसन हेर्न पनि मिल्छ कहाँबाट मिल्छ भन्दाखेरि मैले इनपुट आउटपुट भन्ने फोल्डरमा बनाएको छु यो बेसिक सी भन्ने यो चाहिँ सी सोर्स फाइल हो अहिले तपाईँकोमा के देखिरहेछ डिस्प्लेमा यो के सेयर भइरहेछ basic.c अनि basic.exe हो यो basic.c भनेको चाहिँ सी फाइल हो यो चाहिँ सोर्स कोड हो होइन अनि basic.exe भनेको चाहिँ एप्लिकेसन फाइल है इट इज कल्ड एक्जिक्युटेबल फाइल हामी एक्जिक्युटेबल फाइल भनेर भन्छौँ अनि basic.c चाहिँ तपाईँको एप्लिकेसन हो यो एप्लिकेसन रन पनि हुन्छ मैले यसलाई चाहिँ अप्सन गरेर ओपन गरेँ भने यो रन हुन्छ रन भयो है हेर्नु त भ्यालु अफ ए 5 भनेर रन भयो है देख्नुभयो देखिरहेछ है सो यो देखिराख्नु भएको छ तपाईँले यसको मतलब के हो त भन्दाखेरि यसको मतलब के हो त भन्दाखेरि लाइन नम्बर 6 मा चाहिँ के भयो देखिएन नि त होइन लाइन नम्बर 6 मा के भयो यो त मेरो मेमोरी भित्र भइरहेछ त्यही भएर नदेखिएको हो तर लाइन नम्बर 7 मा भएको जुन प्रिन्ट एप छ यो त आउटपुट फङ्सन हो यो त आउटपुट स्टेटमेन्ट हो होइन आउटपुट स्टेटमेन्ट चाहिँ देखिन्छ के त अन्ली भिजिबल स्टेटमेन्ट तपाईँको खासमा सिधा रूपमा भन्नु भने भिजिबल हुने स्टेटमेन्ट भनेको प्रिन्ट एप मात्रै हो के भिजिबल हुने
स्टेट भनेको आउटपुट स्टेटमेन्ट मात्रै हो, किनभने इनपुटको बेलामा त इनपुट लिइरहेको हुन्छ होइन, अनि असाइनमेन्ट गरेको बेलामा त के भइरहेको हुन्छ, मेमोरीमा काम भइरहेको हुन्छ। अब मेमोरीमा भएको काम इनपुटले काम त देखिँदैन नि त, देखिने काम त के हो, आउटपुट मात्रै हो होइन। देखिने काम चाहिँ के हो अरे, आउटपुट मात्रै हो है। तर तपाईँको लाइन नम्बर 7 मा मैले त एउटा क्वेसन सोधेँ ल, लाइन नम्बर 7 मा नि, लाइन नम्बर 7 मा मेमोरीको चाहिँ काम छ कि छैन भन्नु त, इज मेमोरी बिङ युज्ड इन लाइन नम्बर 7 अर नट? युज हुन्छ सर, हुन्छ। के को लागि हुन्छ? के अरे यसले स्टोर गरे भ्यालुको लागि चाहिँ। पर्फेक्ट है। ल ए भन्ने भ्यालु त मेमोरीमा छ, त्यो भ्यालु त लिएर आउनु पर्यो नि त, कहाँबाट लिएर आउने भन्दा मेमोरीबाट ल्याउने, त्यही भएर यो पनि युज भएर हुन्छ। सेम हो के, लाइन नम्बर 8 मा पनि खासमा इनपुटको काम हो, तर इनपुट मात्रै होइन मेमोरीको पनि काम भइरहेको हुन्छ। पर्सेन्टेज डी भनेर हामीले यहाँ हाल्छौँ, यहाँ पनि मैले 25 हालिदिन्छु तपाईँलाई, 25 हालिदिएँ। मैले 25 हाल्दै गर्दाखेरि मेमोरीमा सेभ हुनु पर्यो कि परेन? सेभ हुनु पर्यो नि त है, यो मेमोरीमा पनि सेभ हुनु पर्यो होइन। यो मेमोरी होइन खासमा, यो तपाईँ रिप्रेजेन्टेसन मात्रै हो, मेमोरी मेरो कम्प्युटरभित्र छ है। सो 25 भन्ने भ्यालु चाहिँ भ्यालुमा गयो। यो त तपाईँले बुझ्नुभयो यो कुरा? ल यति बुझिसके पछाडि अब लाइन नम्बर 9 मा चाहिँ इन्टर अ नम्बर टु फाइन्ड इट्स स्क्वायर रुट। ओहो यो डबल डबल भएछ नि त, यो चाहिँ माथि, यो माथि हुनुपर्ने तल भएछ। ल सरी, ठिकै छ, र पनि यो आउनु पर्यो है। मैले 25 इन्टर गरेपछि आउनु पर्छ, तर आएन। तर यहाँ आएको छ, कहाँ आएको छ भन्दाखेरि इन्टर अ नम्बर टु फाइन्ड इट्स स्क्वायर रुट भनेर आएको छ, देख्नुभयो? यसो गर्दा नि हुन्छ, नभए यसो गर्दा नि हुन्छ। यसलाई GETCH गेट क्यारेक्टर के अरे यो इन्क्लुड .io.h भनेर भन्ने होइन, यो इन्क्लुड स्पेलिङ मिस्टेक भयो होइन। यो कोनाइडर चाहिँ किन चाहिन्छ भन्दाखेरि यो गेट्सको लागि चाहिन्छ कि, यो गेट क्यारेक्टर भन्नेको लागि चाहिन्छ। अनि रिटर्न 0 पछाडि, रिटर्न 0 भन्दा ठिक्क अगाडि म के गरिदिन्छु भन्दाखेरि एउटा गेट क्यारेक्टर भनेर भनिदिन्छु। यसले तपाईँलाई सहयोग गर्छ, हेल्प गर्छ। किन हेल्प गर्छ, कसरी हेल्प गर्छ तपाईँले बुझिहाल्नुहुन्छ है। यसलाई म कम्पाइल गर्छु, basic.c कम्पाइल भयो। कम्पाइल भइसके पछाडि यहाँनिरबाट गरौँ ल, उताबाट गर्दिनँ म, यहाँबाट अलिक राम्रो देखिन्छ खासमा। ल प्रोग्राम भ्यालु अफ ए 5 भनेर भन्यो। अब मैले 25 भनेर हालेको थिएँ है, 25 हालेपछि हेर्नु त, इन्टर अ नम्बर टु फाइन्ड इट्स स्क्वायर रुट भनेर भन्नु, द स्क्वायर रुट इज 25 इज 0 भनेर भन्नु। ल यो त समस्या हो, दिस इज अ प्रब्लम होइन। 25 को रुट त 0 त होइन, स्क्वायर रुट तपाईँको 5 आउनुपर्ने। अब के प्रब्लम आयो, प्रब्लम फाइन्ड गर्न नै मजा आउँछ क्या खासमा यो। पहिलो कुरा त के हुनु पर्थ्यो भन्दा इन्टर अ नम्बर टु फाइन्ड स्क्वायर रुट भन्ने कुरा माथि हुनु पर्थ्यो होइन र, यो चाहिँ माथि हुनु पर्थ्यो। अनि हामीलाई भ्यालु अफ ए भन्ने अब चाहिँदैन। यो भ्यालु अफ ए मैले खासमा डमी राखेको है, तपाईँले बुझाउनलाई मात्रै राखेको थिएँ। मलाई ए को भ्यालु, बी को भ्यालु, सी को भ्यालु केही पनि चाहिँदैन। यो मलाई चाहिने भनेको भ्यालु मात्रै हो खासमा। मलाई एउटा भ्यालु भन्ने भेरिएबल चाहिन्छ, अनि मैले भन्छु इन्टर अ नम्बर टु फाइन्ड इट्स स्क्वायर रुट भनेर भन्छु। त्यो भनेपछि भ्यालुको ठाउँमा कुनै न कुनै एउटा पर्सेन्टेज डी यानि कि इन्टिजर टाइप स्टोर गर्छु। ए समस्या यहाँ छ, हेर्नु त, डबलमा रहेछ, लाइन नम्बर 12 देख्नुभयो? समस्या के रहेछ भन्दाखेरि यहाँनिर भ्यालु चाहिँ इन्टिजर टाइपको छ होइन, भ्यालु चाहिँ के छ, इन्टिजर टाइपको छ। अनि भ्यालुले असाइन गर्ने रिजल्ट चाहिँ डबल टाइपको छ। दिस इज द प्रब्लम। यहाँनिर यसलाई पनि म इन्ट बनाइदिन्छु। इन्ट बनाइसके पछाडि यसले गर्छ क्यालकुलेसन, यसले क्यालकुलेसन गरेर दिन्छ आउटपुट। आउटपुट के दिन्छ त भन्दाखेरि प्रिन्ट एफ स्क्वायर रुट अफ पर्सेन्टेज डी इज पर्सेन्टेज डी भन्छ। स्क्वायर रुट अफ यो पर्सेन्टेज डी भनेको हामीले हालेको भ्यालु 25 हुन्छ अथवा जे हाल्छौँ त्यो हुन्छ। अनि यो पर्सेन्टेज डी भनेको चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि स्क्वायर रुटबाट आएको
रिजल्ट हुन्छ है। ल डिस्कनेक्ट हुनुभयो जस्तो लाग्यो। यो अब म अपलोड गरिदिन्छु। अपलोड गरेपछि तपाईँले हेर्नु होला है। आजको क्लास अब कन्टिन्यू नगरौँ हामी। बेसिक डट सी हो। बेसिक भने पछाडि यहाँ समस्या भयो फेरि। के गर्छ क्या यसले। यहाँ केही पनि प्रब्लम त छैन। फेरि रन गरेर हेरौँ ल। जीसीसी बेसिक डट सी फेरि समस्या भयो त। जीसीसी बेसिक डट सी अरे यसो गर्नु पर्यो। बेसिक डट सी मात्रै भन्छु एकपल्ट। ल अहिले चाहिँ भयो है। तर तपाईँको यस्तो हुन्छ, यो मैले बेसिक डट सी मात्रै भने चाहिँ ए डट एक्सी भन्ने भन्छ क्या। अनि फेरि तपाईँले यसरी बेसिक डट सी लेखेर है बेसिक पनि भन्नुहुन्छ, यस्तो बेसिक पनि भन्नुहुन्छ भने चाहिँ बेसिक डट एक्सी भन्छ है। दिस इज द थिङ। ल मैले तपाईँलाई यताबाट आउटपुट देखाउन खोजिरहेको छु। मैले ए भन्ने खोल्नु पर्यो होइन। सानो बनाइदिउँ है। कोड पनि हेरौँ, यो पनि दुइटै हेरौँ न त। यतिर गरौँ होइन। सो यताको हाम्रो कोड हो। सो सबभन्दा फर्स्टमा मैले लाइन नम्बर 8 मा लेखेको कुरा प्रिन्ट भयो। इन्टर नम्बर टु फाइन्ड स्क्वायर रुट, इन्टर नम्बर टु फाइन्ड द स्क्वायर रुट भनेर भन्यो। इन्टर नम्बर टु फाइन्ड स्क्वायर रुट भनेर भन्यो। दिस इज नट अ प्रब्लम। अब पर्सेन्टेज डी भ्यालु भनेको मैले एउटा कुनै न कुनै भ्यालु हाल्छु। त्यो भ्यालु चाहिँ पर्सेन्टेज डीमा त्यो भ्यालु चाहिँ होइन पर्सेन्टेज यानि कि इन्टिजर टाइपको हो र भ्यालु मिस्टर गर्नु भनेर भनेको हो। यहाँनिर चाहिँ स्ल्यास एन छैन है, न्यू लाइन छैन। न्यू लाइन नभएकोले गर्दाखेरि यहाँनिर प्लिक प्लिक गर्दैछ। म 36 हाल्छु योबाट। ल 36 हालिदिएँ मैले। 36 हाले पछाडि के भयो भन्दाखेरि 36 भन्ने चाहिँ यहाँनिर गयो कि 36 चाहिँ के भयो भने भ्यालुमा 36 भनेर आयो होइन। अनि इन्ट रिजल्ट इक्वल्स टु स्क्वायर रुट भ्यालु। यो भ्यालु भनेको त कति हो? 36 हो। 36 को स्क्वायर रुट भनेको त कति हो? 6 हो। अब रिजल्टमा चाहिँ कति आएर बस्यो? 6 भनेर आयो। रिजल्ट भने 6 भयो। त्यही भएर चाहिँ अब लाइन नम्बर 14 मा आएर द स्क्वायर रुट अफ पर्सेन्टेज डिज, पर्सेन्टेज ठाउँमा द स्क्वायर रुट अफ 36। यो 36 किन भन्दाखेरि यो पर्सेन्टेज डीको ठाउँमा त यो भ्यालु आउने हो नि त है। अनि इज पर्सेन्टेज डीको ठाउँमा चाहिँ रिजल्ट आउने हो, यानि कि यो रिजल्ट आउने हो। सो स्क्वायर रुट अफ 36 इज 6। अब यो धिपिक धिपिक गर्दैछ अझै। किन गर्दैछ भन्दाखेरि यो जिइटिसिएचले गर्दा हो कि तपाईँको अझै एउटा क्यारेक्टर मागिरहेको छ। सो मैले के क्यारेक्टर हाल्ने बित्तिकै यो प्रोग्राम इन्ड भएर सकिन्छ है। ल ठिक छ। सो एकदम बेसिक कुरा भयो यो तपाईँले सिकेको आज, हाउ टु टेक इनपुट एन्ड हाउ टु गिभ आउटपुट भनेर होइन। अब यहाँनिर पनि हेर्नुहुन्छ भने स्क्यानएफ गरेर इनपुट लिन सिकाएको छ तपाईँलाई। स्क्यानएफ फर्मेट स्ट्रिङ। फर्मेट स्ट्रिङ भनेको तपाईँको पर्सेन्टेज डी, पर्सेन्टेज एफहरू यिनीहरू नै कुरा हो है। फर्मेट स्पेसिफायर भनेर भन्न खोजेको पर्सेन्टेज डीहरू सबै गरिहाल्नु भयो। अनि आर्गुमेन्ट लिस्ट भनेर चाहिँ के भन्न खोजेको भन्दाखेरि तपाईँको यो मैले बन्द गरिहालेँ है। फर्मेट स्ट्रिङ भनेर पर्सेन्टेज डीहरू फर्मेट स्ट्रिङ भयो। अनि कमा पछाडि चाहिँ तपाईँले एम्परसेन्ट भ्यालु, एम्परसेन्ट ए, एम्परसेन्ट बी गर्नुहुन्छ नि, तिनीहरू चाहिँ आर्गुमेन्ट लिस्ट हो के है। ल यही भइहाल्यो। अनि प्रिन्ट एफ गर्नको लागि चाहिँ फर्मेट स्ट्रिङ यसरी पर्सेन्टेज डीहरू यतापट्टि गर्नुहुन्छ। अनि आर्गुमेन्ट लिस्ट भनेको मानिलिउँ भ्यालु होइन, त्यो भ्यालु चाहिँ प्रिन्ट हुन्छ। इनपुटले चाहिँ के गर्दो रहेछ? सो बेसिक कुरा है। इनपुटले चाहिँ के गर्दो रहेछ भन्दाखेरि हामीले हालेको कुरालाई मेमोरीमा ल्याएर राख्दो रहेछ। इनपुटले चाहिँ मेमोरीमा ल्याएर राख्दो रहेछ। आउटपुटले चाहिँ मेमोरीमा राखेको कुरालाई आउटपुट डिभाइसलाई दिँदो रहेछ, यानि कि देखाइदिँदो रहेछ। सो मैले 25 स्क्यानएफमा 25 गर्दाखेरि
25 मेमोरीमा आयो अनि मैले प्रिन्ट एफमा 25 गर्दाखेरि 25 चाहिँ डिस्प्लेमा देखियो। सो यति हो कुरा। सो प्रोबेबली भोलि च्याप्टर सकिन पनि सक्छ है। यो कुरा बुझिसक्नु भए पछाडि चाहिँ छिटै सकिन्छ। सेभ गरिदिन्छु। आइओ भनेर सेभ गरिदिउँ। एउटा के गरौँ भने एउटा बेसिक गरौँ न, अर्को प्रोग्राम गरौँ न त ल। पिएसमा म के गरेर देखाइदिन्छु भने दिस विल बी आवर लास्ट प्रोग्राम है। म तपाईलाई एउटा नयाँ फाइल बनाउँछु, एड भन्ने, add.c भन्ने बनाउँछु। यो add.c मा चाहिँ के गर्छु भन्दाखेरि include standard input output.h भनेर गर्छु। त्यस पछाडि इन मेन भनेर गर्छु। अनि ल आइसक्यो है। एबी र सम भन्ने तीनटा भेरिएबल लिए अनि एबी सम जुन यो भेरिएबल छ, अब यो मेमोरीको काम हो हैन। अनि मैले आउटपुट देखाएँ के भनेर इनपुट टु इन्टिजर्स टु एड, दुईटा एड गर्नको लागि इन्टिजर हाल्नुहोस् भनेर मैले यसरी देखाएँ, डिस्प्ले गरेँ। अनि लाइन नम्बर 8 मा के गरेँ त मैले पर्सेन्टेज डी पहिला एउटा मात्रै हुन्थ्यो, यहाँ मैले पर्सेन्टेज डी दुईटा लिएँ है। आई टुक 2% डी किन भन्दाखेरि मलाई दुईटा भ्यालु हाल्नु छ, एउटा मात्रै होइन, मलाई दुईटा भ्यालु हाल्नु छ, एउटा ए को लागि अर्को बी को लागि। त्यही भएर एउटा एम्परस्यान्ड ए र एम्परस्यान्ड बी गरेर दुईटा भ्यालु दिए। यो फर्स्टको पर्सेन्टेज डी ए को लागि लाग्छ, सेकेन्डको पर्सेन्टेज डी बी को लागि लाग्छ, तर सेपरेटर चाहिँ हुनु पर्यो है। यु मस्ट पुट द सेपरेटर। यानि कि मैले तपाईँलाई भनिहालेँ अघि पनि, स्क्यानर भनेको एउटा फङ्सन हो। यो फङ्सनभित्र आर्गुमेन्ट हुन्छ। यो इन्भर्टेड कमा भित्र भएको एउटा आर्गुमेन्ट हो है। दिस इज वान आर्गुमेन्ट, दिस इज सेकेन्ड आर्गुमेन्ट, दिस इज थर्ड आर्गुमेन्ट। यो फर्स्ट आर्गुमेन्ट के को लागि, फर्मेट स्पेसिफायरको लागि। सेकेन्ड र थर्ड आर्गुमेन्ट चाहिँ यो भ्यालु स्टोर गर्नको लागि। अब ए र बी को भ्यालु हामीले 5 र 10 हाल्यौँ मानिलिउँ भने, ए को भ्यालु 5 भयो, बी को भ्यालु 10 भयो, 5 र 10 जोडेर 15 भयो र 15 चाहिँ सम्ममा स्टोर भयो, 15 सम्म स्टोर भयो। अब तपाईँले भन्नुहुन्छ होला स्क्वायर रुट गर्न चाहिँ math.h चाहियो, यहाँ त math.h चाहिएन, कसरी एड भयो भनेर। यो सम भन्ने फङ्सन होइन नि त। सम भनेको तपाईँको क्यालकुलेसन हो, एक्सप्रेसन हो है। दिज आर नर्मल एक्सप्रेसन। स्क्वायर रुट को फङ्सन हो त, फङ्सनको लागि चाहिँ चाहिने हो त्यो हेडर फाइल्सहरू, कुरा बुझ्नुभयो। अनि सममा भ्यालु आइसकेको छ। द सम अफ पर्सेन्टेज डी एन्ड पर्सेन्टेज डी इज पर्सेन्टेज डी। यो पर्सेन्ट डी के को लागि, ए को लागि, सेकेन्डको पर्सेन्ट डी बी को लागि, थर्डको पर्सेन्ट डी समको लागि। यो ए को भ्यालु यहाँ गएर बस्छ, यो बी को भ्यालु यहाँ गएर बस्छ, र समको भ्यालु यहाँ गएर बस्छ। यानि कि द सम अफ, मानिलिउँ मैले यसको भ्यालु ए हालेँ भने ए, एन्ड यसको भ्यालु 10 हालेँ भने 10 इज 15 भनेर आयो। सक्यो प्रोग्राम है। सो यसलाई म रन पनि गरेर देखाइदिन्छु। कस्तो नसकेको यसले रन गर्न, तरिका। स्टप गर्नु पर्यो है, मैले यहीँबाट गर्छु ल। जीसीसी .c एडमा बनाएँ ल। अब म के गर्छु भने रन गर्छु। एडलाई रन गर्दाखेरि इन्टर टु इन्टिजर्स टु एड भनेर भनिसक्यो है। इन्टर टु इन्टिजर टु एड भनेर भन्नु। मैले एउटा 5 भनेर दिएँ होइन, अनि अर्कोमा 10 भनेर दिन्छु मैले भने जस्तै। सो सम अफ 5 एन्ड 10 इज 15, सम अफ 5 एन्ड 10 इज 15 भनेर भन्नु। मैले तपाईँलाई एक्सप्लेन त गरिसकेको कुराहरू है। ल दिस इज हाउ इट वर्क्स ल। सो यति नै गरौँ आजको क्लास, हामी यति नै गरौँ। मैले यो जुन रेकर्डिङ गरेँ अहिले तपाईँले हेर्नु होला पक्कै पनि। एन्ड विल कन्टिन्यू द क्लास टुमोरो। थ्याङ्क यू। ओहो रेकर्ड सुरु गरिनँ क्या मैले, गरेछु धन्न गरेछु।